ल गाइस फेरि पनि दर्शन नमस्ते तपाईहरुलाई। फेरि हामी आज धानबारीतिर आइपुगेको छ। यहाँ चाहिँ धान गोड्नको लागि आएको। दाइ खोइ त अनि नानीको आमाहरु यहाँ खेत लाउँछ भनेको हैन? नानीको आमा आएनन्, नानीका बाउहरु नै आइपुग्यौँ है हामी। अब तपाईहरुले मलाई झुक्क्यान त यहाँ नानीको आमाहरु टन्नै आउँछ, हिना भयो जो भयो भनेर ल्याउनु भयो। अब नानीका आमाहरु अब नानीलाई दुध खुवाउँदै होला नि त हो। आउँछ न होला बिस्तारै बिस्तारै आउला। हाम्रो अर्को दाइले पनि बोलाउँछ भन्दा खोइ त अनि फोन त गरेको त्यो तल्ला घरे साइलाले अलिकति डिस्टर्ब गरिरहेको छ अरे। ल हेर्नु त झार उम्रेर यस्तो बर्बाद भइसक्यो। यहाँ धान गोड्ने बेलामा हेर्नु त यत्रो झार टन आइसकेको छ। यो गोड्ने बेला भयो, उता काट्ने बेला भइसकेको छ। ल गाइस हेर्नुहोस्, रमाइलो आज चाहिँ एकदम हरियाली धानबारीको बिचमा आएको छौँ। आज हाम्रो दाइहरूले यता घुम्न जाउँ भनेर चाहिँ यता लिएर आएको छ साथीहरू। हेर्नु मलाई मलेसियाको धानबारी यो चाहिँ हामी चाहिँ धानबारीको बिचमा आज रमाइलो गर्दै आएको छौँ। हेर्नुहोस् दामी भइरहेछ, धान पनि मजाले झुलिरहेछ साथीहरू। धान झुले सँगसँगै अर्काको बुढी पनि हामीलाई भुलिरहेछ। त्यसका बाजेको चैटेरीका अब भएन यो नानीको आमाहरूतिर तरुणतिर लाग्नु पर्यो हौ। यो नानीको आमाहरूको भरोसा हुँदैन रहेछ हो त्यसका बाजेको। फ्री हुँदाखेरि चाहिँ आफ्नो बुढा नहुँदाखेरि चाहिँ तपाईँलाई माया गर्छु मनमुटुबाट हुन्छ त्यसका बाजेको। अनि फेरि आफ्नो बुढा भइसकेपछि तिमी बाढ्ने जाऊ, जहाँसुकै जाऊ, आफ्नै बुढासँग बस्छु म त भन्छ त्यसका बाजेको। गाह्रो छ हौ है। ल साथीहरू एकदम मजाको चारै दिशा धान मजाले झुलिरहेको छ, काट्ने बेला भएको छ। ल हेर्न ल है तपाईँहरूले होइन। आज चाहिँ हामी यस्तै ठाउँमा तपाईँहरूलाई यस्तै दृश्य देखाउनेछौँ। कस्तो लाग्छ तपाईँहरूले कमेंट सेक्शन में कमेंट गर्नु होला। आप लोग देख सकते हैं आज हम खेत में आ गए हैं। देख लीजिए यहाँ का खेत का नज़ारा ऐसा है, बहुत अच्छा नज़ारा है। मेरे को ऐसा ही प्रकृति में ऐसा ही बहुत अच्छा लगता है। हाम्रो सरहरूले चाहिँ आफ्नो आफ्नै पारामा दिनुहुन्छ। ल हेर्नुहोस् पुरा यता चाहिँ मान्छे त कालो कालो देखिन्छ कि, तर ट्यालेन्ट छन् सबैजना। हेर्नुहोस् जग्गाको साउ छ यता जग्गाको साउ यता छ। ल कोलाई यहाँ के धानबारी किन्ने होइन हजुर, चाहियो भने सम्पर्क गर्नु होला यतातिर है। हुन्छ हजुर। यो धान चाहिँ कहिले पाक्ने रहेछ? अलिक धान अब तपाईँको पाक्ने बेला भयो। अब झुलिरहेछन्, अब झुल्दैछन् धानको बालाहरू होइन। अब पाक्ने समय आउनु आँट्यो। अब 1-1.5 महिनामा पाकिहाल्छन्। त्यति बेला चाहिँ अब धान चाहियो भने सम्पर्क गर्नु होला तपाईँहरू होइन। धान पछाडितिर पाकिरहेछ धान। ल गाइस हामी चाहिँ अम्बकबारीतिर आएको छौँ। ल हेर्नुलाई दाइ तपाईँको अम्बक हो? यो मेरो होइन भाइ, बोटकै हो। गेडा त टन्नै छ त अनि। गेडा त अम्बकको बोटमा नभए क्या हुन्छ त। यो किन पोको पारेर राखेको दाइ गेडा चाहिँ? अनि गेडा पोको नपारेर खुला राख्यो भने त गुम्सेर कुहिँदैन त्यो गेडा? कहाँ त्यो कुहिने गेडा हो र भाइ? हजुर कुहिने गेडा हो यो होइन। ल हेर्नुहोस् यस्तो प्लास्टिकहरू हजुर सेफ्टीको लागि राखिन्छ है। ए सेफ्टीको लागि टोपी लगाइदिने? टोपी लगाइदिने, गेडालाई पनि टोपी लगाइदिने। हट तेरिका अचम्म रहेछ नि त। होइन यो विशेष मेरो आफ्नो बुझाइले चाहिँ मेरो पनि कृषि अनुभव अनुसार चाहिँ हजुर तपाईँको जुन एउटा यति लामो रातो खालको चुच्चे किरा हुन्छ, हजुर 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 त्यो किरा चाहिँ ठ्याक्क आएर बसेपछि त्यसले फुल पारिदिन्छ। होइन त्यो चुसिदिन्छ। हजुर अनि चुसे पछाडि त्यसमा भित्र भनेपछि तपाईँको अनि त्यो के अरे किरा जान्छ। त्यसको सुरक्षाको लागि चाहिँ त्यसको यो टोपी गेडालाई टोपी लाउनुको कारण चाहिँ त्यो रहेछ। हाम्रो यहाँ सरले बताइदिनु भयो, उहाँ चाहिँ कृषि अनुभवी हुनुहुन्छ एकदम होइन। त्यसैले चाहिँ गेडा चाहिँ यसरी छोपेर राख्दो रहेछ अम्बाको गेडा होइन। ल हेर्नु साथीहरू हाम्रो यता सर एकदम बिन्दास पारामा हुनुहुन्छ। यहाँ हेर्नु त कत्रो छ, एउटै 2 केजीको होला। हजुर हजुर ठुल्ठुलै छ नभनौँ 1 केजी चाहिँ दरो छ यो। ठुल्ठुलै छ।
त्यसै हाइब्रिड किसिमको रहेछ। हजुर यो के भन्छ यो के अम्बा गरे जापानिज अम्बा के अम्बा भन्छ होला अब ठेट नेपाली भाषामा हाम्रोतिर अम्बक भन्छौँ, कतै अम्बा भन्छ, हजुर कतै बेलौती भन्छ। बेलाउती पाकेर भने जस्तै बेलाउती त्यो एउटा फोरेनेसले गएको छ नि, त्यो एउटा फोरेनेसले गएको छ नि बेलाउती पाके भनेर खत्रै गएको छ। ल हेर्नुहोस् गाइस, आज चाहिँ हामी एकदम अम्बक घारीतिर आएर तपाईँलाई अम्बकको गेडा देखाएर आउँछ। ल हेर्नुहोस् झक्कामक्क एकदम पुरै चारै दिशा एकदमै प्लास्टिकले छोपेर राखेका छन्। यो छोप्नुको कारण चाहिँ त्यो एउटा किरा हुन्छ, त्यो किराले चाहिँ त्यहाँभित्र त्यो बलभित्र अन्डा पारिदिन्छ। अन्डा पारिसकेपछि चाहिँ अनि त्यो बिग्रिन्छ हो। त्यसको कारणले चाहिँ यसरी चाहिँ आधुनिक तरिकाले प्लास्टिकमा पोको पारेर चाहिँ अम्बकलाई बचाउने काम गरिन्छ। ल हेर्नुहोस् साथीहरू, यस्तो हुन्छ होइन। आज चाहिँ हामी बिहान यसो बाहिर निस्केर चाहिँ प्रकृतिसँग रमाउँदै हामी चाहिँ भिडियो बनाइरहेछौँ। ल हेर्नु होला, यी बारी के भन्छ अम्बक घारीभित्र मुनि चाहिँ यस्तो दामी फुलहरू छ। हेर्नुहोस् झक कस्तो मजाको रमाइलो ठाउँ छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ यसरी होइन। साथीहरू यस्तै छ, हामी चाहिँ आज खालि यस्तै ब्लग भिडियो बनाउने छौँ, भिडियो देखाउने छौँ तपाईँहरूलाई। अर्का एक दुईवटा कमेडी सर्टहरू पनि बनाइरहेछौँ होइन। हाम्रो उता सरहरूले चाहिँ पुरै इन्टरभ्यू पारामा भ्लग बनाउँदै हुनुहुन्छ। हामी चाहिँ अब चाहिँ हाम्रो साथी एकदम खतरा कमेडियन साथी हुनुहुन्छ हाम्रो एकजना यता साथी चाहिँ, उहाँ चाहिँ एकदम कमेडियन खतरा कमेडियन हो उहाँ चाहिँ होइन। एकदम कमेडी गर्नुहुन्छ, एकदम राम्रो छ, रमाइलो छ। ल हेर्नुहोस् साथीहरू, यहाँ चाहिँ बिहान हामी चाहिँ यस्तो गरेर छौँ। ल हेर्नुहोस् टक्कसँगले अनि ल हेर्नुहोस् हामी चाहिँ अब यहाँ आज लुगा अब यो अम्बकको बारेमा केही जानकारी छ भने बताइदिनु पर्यो हाम्रो दर्शकहरूलाई। यसको बारेमा चाहिँ यो अम्बा चाहिँ लगभग 10 वर्ष अगाडिदेखिको खेती गरिराखेको हो। अब तपाईँले यो देखिराख्नु भएको छ नि, यो प्लास्टिकको अब सबैले प्लास्टिक कभर गरेको छ। हजुर हजुर हजुर। सबैमा यसको कारण चाहिँ के होला? यसको कारण चाहिँ विभिन्न किसिमका अब किरा फटेङ्ग्राहरूले यसलाई चाहिँ नखाउन् नबिगाउन् भनेर यसलाई चाहिँ हामीले सुरक्षाको लागि तरिकाले प्लास्टिक लेपन गरेका हौँ। हजुर हजुर। अनि यो टन्नै फलिरहेको रहेछ। अब यसको बजारीकरण के छ, कता यसको बजार कस्तो छ, बजार भाउहरू? अब के भन्नु, हाम्रो सरकारले अलिक कमजोर स्थिति अपनाइरहेको छ। खालि इन्डियाबाट आयात गरेर हाम्रो यत्रो विधि हामीले उत्पादन गरेका छौँ, यसलाई चाहिँ हामीले बजारीकरण गर्न सकिरहेका छैनौँ। कारण त्यहाँ एउटा दुःखको कुरा भनेको त्यहाँ एउटा छ, कुरो भनेको नेपालको अर्ग्यानिक चिजलाई चाहिँ बजारीकरण नदिएर चाहिँ इन्डियाबाट आएको सामानलाई चाहिँ बजारीकरण गरेर चाहिँ यहाँ अलिकता घोटाला गरिरहेको छ होइन। यो चाहिँ एउटा एकदम नराम्रो विषय हो। जति हाम्रो नेपालका कृषकहरूले पाउनु पर्ने त्यो मूल्यहरू चाहिँ पाउँदैन अनि त्यतिकै बिग्रेर जान्छ भन्ने विषयमा चाहिँ उहाँले एउटा गुनासो पोख्नु हुँदैछ। विशेष गुनासो भनेको त्यही हो, सरकार समक्ष इन्डियाबाट आयात रोक लगाउनु पर्यो। त्यो त्यति भएदेखि हाम्रो नेपालको कृषकले धेरै माथि जान्छ। ल धन्यवाद छ तपाईँको एकदमै यो राम्रो विचारलाई चाहिँ अबदेखि चाहिँ यस्तै गर्नुपर्छ हामीले पनि होइन। आफ्नै अर्ग्यानिक चिजहरूलाई मान्यता दिनुपर्छ। त्यही भएर चाहिँ अब यहाँ साथीहरूले कृषक साथीहरूले भन्नुहुँदैछ यहाँ बजार बजार भाउ नपाएर चाहिँ त्यत्तिकै कृषकहरू मर्नु परेको अवस्था हुन्छ भनेर चाहिँ उहाँले एउटा जानकारी दिनुभएको छ। सरकार सामु पनि सरकारप्रति पनि गुनासो गर्नुभएको छ। त्यो पनि एउटा स्वाभाविक नै हो, गुनासो गर्नु पनि सरकारले पनि त्यो कुरामा ध्यान दिनुपर्ने हुन्छ गाइस। यस्तै छ, यो एउटा मजाकको लागि हो होइन। यो एउटा जस्तो यसो, तर यसमा चाहिँ कति सत्यता पनि लुकेको हुन्छ। तर अनर्थ चाहिँ नलिनु होला, यो चाहिँ हाम्रो साथीभाइसँग यसो रमाइलो गरेको मात्रै हो। यो चाहिँ यो कुनै उयसको लागि होइन। यो चाहिँ अहिले हामी मलेसियामा छौँ, मलेसियाको यो अम्बक फार्ममा छौँ।
त्यही भएर चाहिँ अब यहाँ चाहिँ एउटा सानो साथी जाओस् न त के छ कसो छ भनेर चाहिँ हामीले चाहिँ एउटा सानो अभिनय क्रिएट गरेको उहाँले चाहिँ। अनि हाम्रो उता साथीहरूले पनि पुरै त्यसै नै गर्नुहुन्छ उहाँले चाहिँ पुरै। ल साथीहरू अब फेरि अर्को ठाउँतिर हामी जाँदाखेरि अर्को ठाउँको भिजुअल ल्याउनेछौँ। अब अहिलेको लागि क्यामेरा भन्दा एकछिनमा फेरि अर्को ठाउँ गइसकेपछि फेरि अर्को क्लिप लिनेछौँ। ल साथीहरू हेर्न सक्नुहुन्छ तपाईँले यहाँ चाहिँ पुरै सब्जीको कलेक्सन भइरहेछ। पुरै यहाँ चाहिँ अब टनाटन सब्जी छन्। सब्जीको कलेक्सन गरेर चाहिँ यहाँबाट चाहिँ सब्जी लानेछ, जहाँ लानु छ पुरै होइन टनाटन। हेर्न सक्नुहुन्छ साथीहरू तपाईँले यहाँ पुरै सब्जीहरू फलिरहेछ। यहाँ चाहिँ अहिलेको अपडेट चाहिँ यस्तो छ। ल साथीहरू हामी चाहिँ अब सब्जी किनेर पनि हामी फर्किसक्यौँ। अब चाहिँ हामी रुमतिर लाग्नेछौँ। आजको बिहानी चाहिँ यस्तै भयो। ल ल उता सागबारी हेर्नु होला पुरै साग फलिरहेछ, टनाटन रायोको सागहरू फलिरहेछ। हेर्नुहोस् एकदमै लागि हाम्रो दाइहरू पुरै होइन। ल हामी चाहिँ अब फर्किएको। ल होइन होइन यता 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 तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँको बाटो चाहिँ यस्तो छ। ल हेर्नुहोस् अलिकता ग्राभिल बाटो छ यो चाहिँ अलिकता होइन। ग्राभिल बाटोतिर चाहिँ हामी लागिरहेका छौँ साथीहरू। के को साग टिप्नु भएको यो? यसलाई नेपालीमा भन्दा चाहिँ तपाईँको ज्वाइँ साग भन्छ। ज्वाइँ साग होइन नेपालीमा चाहिँ होइन। हजुर अब तपाईँको यसको मैले नामाकरण गर्दै चाहिँ ज्वाइँ साग। ज्वाइँ साग ए ज्वाइँ साग। कोही कान्छी साग अरे, कोही साइली साग अरे, कोही साइली साग अरे, खोर्सानी साइली अरे। अनि यसको मैले टन्नै पो रहेछ त हो। यसको चाहिँ मैले ज्वाइँ राख्दैको। ऊ त्यो पिँडालु के हो त यो? पिँडालु नि हो। टन्नै रहेछ त। अनि यसको त्यो गाबा खानुहुन्छ होला नि त। ए हुन्छ अब त्यो भित्र ग्यासमा छ। उता नजिकै छु नि, छेउछेउतिर हुन्छ नि उतातिरको दाइहरूलाई त यता पनि ल्याउनु पर्ने रहेछ र अर्ग्यानिक चिज टिप्नु त। मस्तसँग टिप्नु रहेछ त नि। एकदम दामी छ यो साग त नि, मुखमै झुन्डिन्छ नि। हो र आमा टन्नै पो रहेछ त यार साग त। ल टिपौँ टिपौँ टिपौँ। यो फुल पनि फुलिरहेछ त नि। यो फुलेको अलिक छिपिएको हुन्छ। दामी फुल्दो रहेछ फुल पनि। ल हेर्नुहोस् है यो फुल चाहिँ नानीको आमालाई भन्नु पनि गाह्रो छ त्यसका बाजेको। ल हेर्नुहोस् यति राम्रो फुल त। दाइ घामले डढेर त पुरै कालो भयो त यार। कुन चाहिँ गरेको थियो भाइ? पुरै कालो भइसक्यो त हो। आमा हैट। ल हेर्नुहोस् यस्तो अर्ग्यानिक सागहरू होइन। अब हामी नचिनिसकेपछि चाहिँ के हो अब दाइहरूले चाहिँ चिन्ने मान्छेहरूले चाहिँ टक्का पुरै अर्ग्यानिक साग एक साग टिपेर लैजाउँ है। यो तपाईँको राम्रो हो नि, साग मिठो पनि हुन्छ भुटेर खाँदा। हो म त फर्स्ट टाइम यो त कति निकालेर फाल्छ यतातिर यो। आमा यहाँ त के भन्छ अर्ग्यानिक साग रहेछ नि त। यहाँ चाहिँ हामी नचिनेर पो त। दाइ त्यो गाबा होइन यो? ऊ खोइ म त चिन्दिनँ। पिँडालु ए त्यहाँ उताको हो त। त्यो पनि टिपेर लैजाऊ न। गाबा मिठो हुन्छ त नि। कि खाना मिल्ने खाना नमिल्ने पनि हुन्छ होला नि त फेरि। होइन त्यो त त्यसलाई अमिलो हालेपछि काटिन्छ। हो उता छेउछेउतिर टन्नै छ त ऊ गाबा। तर केले काट्नलाई साधन छैन परदेशको ठाउँ।
होइन हल्का निस्किन्छ। ल हेर्नुहोस् है टम्मै रहेछ त यहाँ सागर त। उही साँपले पो ठुङ्छ यार। यहाँ त साँपको हुन्छ मलेसियामा त फेरि लास्टै गाह्रो हुन्छ नि त। ल गाइस हामीले चाहिँ अर्ग्यानिक साग टिप्यौँ आज होइन। बिहान बिहान आएर त घुम्यौँ। दाइहरूले अर्ग्यानिक साग टिप्नु हुँदैछ। ल गाइस अब हामी लाग्ने छौँ रुमतिर। बाई बाई।